चारवटा मेरो फेभरेट नेपाली ब्रान्ड जुन मेरो विदेशमा बसेको भाइले एज अ रक्षाबन्धन गिफ्ट पठाउँदैछु। फर्स्ट हो यो बम्बई सन फ्रम इलाम विथ लभ। यो बम्बई सन चाहिँ यस्तो एडिक्टिभ छ नि, लिटरली मैले एक दिनमा एउटा प्याकेट त सक्छु होला कि। मेरो भाइले चाहिँ पुस्तकारी एकदम मनपर्छ अनि यो टेस्ट चाहिँ त्यस्तै सिमिलर छ, सो मैले चारवटा प्याकेट पठाउँदैछु। सेकेन्ड चाहिँ यो अचार बाई डार्लिङको चिकन अचार हो होइन। यो अचार मैले अहिलेसम्म खाएको अचार मध्ये बेस्ट हो कि। सिम्पल दाल र भात खाँदाखेरि पनि यो अचारले कस्तो मिठो बनाउँछ कि, सो मेरो भाइले पनि एकदमै मिठो लाग्छ भनेर मैले पठाउँदैछु। मेरो भाइ चाहिँ चिया पग्लु हो कि, यहाँ हुँदाखेरि उसले दिनमा 4 कप चिया खान्थ्यो अनि लास्ट टाइम राकुरासँग काम गर्दाखेरि चाहिँ यो चियापत्ती पठाइदिनु भएको थियो। जब मैले यो युज गर्न थालेँ त्यसपछि अरू कुनै ब्रान्ड मैले युज गरेकै छैन कि। दुध चियामा यो चियापत्ती हालेपछि अरू कुनै मसला हाल्नै पर्दैन, त्यस्तो मिठो बनाउँछ कि। मेरो भाइले चाहिँ राम्रो जुत्ता लाउन एकदम मनपर्छ। लास्ट टाइममा योलोमा जाँदाखेरि मलाई यो जुत्ता चाहिँ एकदमै राम्रो लागेको थियो कि। अनि रक्षाबन्धन पनि आउँदैछ, सो आई थिङ्क दिस विल बी अ पर्फेक्ट गिफ्ट जसलाई। हेर्नु न कस्तो प्रिटी क्लासिक लुक्स छ। मलाई चाहिँ मेरो भाइले चाहिँ एकदमै सुहाउँछ जस्तो लाग्यो। 3टा कलर अप्सन थियो तर मलाई चाहिँ यही नै बेटर लाग्यो। यो स्टोरमा चाहिँ भेराइटीको जुत्ताहरू थियो, इन्क्लुडिङ स्लिपर्स, स्निकर्स, फर्मल्स एन्ड बुट्स। यो ब्रान्ड चाहिँ तपाईँको दाजुभाइहरूलाई एकदम मनपर्नेवाला छ, सो डु चेक इट आउट। तपाईँले पनि आफ्नो सिब्लिङलाई गिफ्ट दिन छ भने यो ब्रान्डहरू सोच्न सक्नुहुन्छ। अब यति भइसकेपछि मेरो भाइले आइफोन पठाउला नि।